हेलो गाइस, आज चाहिँ म फेरि नयाँ रेसिपी लिएर आएको छु। आज चाहिँ म बजार गएको थिएँ र मलाई टमाटर चाहिँ एकदम सस्तो पाएँ कि मैले। अनि चाहिँ 3 केजी टमाटर लिएर मैले केचप बनाउने सोचेँ। र केचप बनाउनको लागि चाहिँ धेरै केही सामग्री चाहिँदैन। र टमाटर मैले राम्रोसँग धुएँ र धुएपछि मैले चाहिँ रफली सेपमा काट्न थालेँ। काट्दाखेरि चाहिँ यो चाहिँ स्लो मोसनमा देखाएको। मैले काट्न चाहिँ एकदम छिट्टो काट्छु कि गाइज एकदम ट्याक 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 गरेर जस्ट जोकिङ है गाइज। अनि चाहिँ मैले यहाँ काटेँ। हजुरले जस्तो सेपमा काट्न पनि सक्नुहुन्छ, किनकि हामीले यो टमाटरलाई बोइल गर्ने हो र पछि मिक्स पनि गर्नुपर्छ। त्यसैले हजुरले जस्तो सेपमा काट्दा पनि हुन्छ, हजुरलाई जस्तो सजिलो लाग्छ उस्तो सेपमा। र यहाँनिर मलाई दिदी पनि सघाउन आइसक्नु भएको थियो। हामीसँग चाहिँ चपिङ बोर्ड एउटा मात्रै थियो, सो दिदीले चाहिँ यही हातमा काटिरहेको छ। यहाँनिर हेर्नु सक्नुहुन्छ हामी कति छिटो छिटो काट्दैछौँ। हेर्नुहोस् म चाहिँ त्यहाँनिर खोज्दैछु। अब छोड्नु त भएन नि, सबै काट्छु भनेर। अनि धेरै बनाउँछु भनेर मैले चाहिँ टमाटरहरू सबै काटेर पिएँ। अनि हेर्न सक्नुहुन्छ कस्तो राम्रो देखिरहेको छ होइन। यहाँ दिदीले चाहिँ हातले खोज्दैछ टमाटर बाँकी छ कि भनेर। अनि चाहिँ हामीले बाँकी देखेनौँ र छोडिएको थिएन। त्यसैले हामीले अब यहाँ आगोमा गराउने भनेर आगो फुकेँ मैले। र यहाँनिर मैले चाहिँ डेप्ची मस्काउन लागेँ। डेप्ची मस्काइसकेपछि माझ्दाखेरि सजिलो हुन्छ नि त गाइज। अनि चाहिँ राम्रोसँग त्यो कालो लागेको पनि जान्छ नि त। अनि चाहिँ आगो फुकेर डेप्ची बसालेँ। अनि चाहिँ टमाटर राखेँ। अनि टमाटरमा चाहिँ पानीको मात्रा धेरै हुन्छ नि त, त्यसैले हामी पानी राख्दिनौँ। अनि चाहिँ यो टमाटरबाट चाहिँ नि आफै पानी निस्किन्छ, त्यसैले हामीले यसमा पानी राख्नु पर्दैन। तर हामीले यसलाई चलाउनु चाहिँ पर्दैन। र हामीले एकैचोटि यतिको पानी निस्केपछि हामीलाई यसले चलाउँछौँ। पहिला नै चलाए पनि त्यस्तो फरक चाहिँ पर्दैन। यहाँनिर यतिको भइसकेको छ, तर हामीले यो पानीलाई पनि अझै सुकाउनु पर्ने हुन्छ। र हामीले यसलाई सुकाएर यतिको बनाउँछौँ। यो चाहिँ यतिको भइसकेको छ र हामीले यसलाई सेलाउनु राखिदिन्छौँ। मिक्सीमा यतिको पिस्नु हुँदैन नि त। अनि मिक्सीमा राख्छौँ र यसलाई ग्राइन्ड गरेर हामीले यसलाई छान्छौँ। यसमा भएको सिड र यसको बोक्रा चाहिँ हामीले यहाँनिर छुट्याउँछौँ। अनि यो छुट्याइसकेपछि हामीलाई चाहिँ यतिको पेस्ट मिल्छ। अनि हामीले यतिको पेस्ट पाइसकेका छौँ। अनि यो पेस्टलाई चाहिँ पकाउनु पर्ने हुन्छ। यहाँनिर राखेँ मैले सुगर पाउडर क्वान्टिटीको अनुसार। अनि यसलाई चाहिँ हामीले मिक्स गर्छौँ र हामीले चाहिँ यसमा भिनेगर एड गर्छौँ। भिनेगरले चाहिँ सुगरको क्वान्टिटीलाई ब्यालेन्स गर्छ र केचपलाई धेरै गुलियो दिँदैन। र हामीले चाहिँ यसलाई यसमा रहेको पानी चाहिँ पुरै सुकाउनु पर्ने हुन्छ। यसलाई एकदम ठिक बनाउनु पर्ने हुन्छ। हेर्न सक्नुहुन्छ यो भइसकेको छ र हामीले यसलाई चाहिँ कुल डाउन हुन राख्छौँ। कुल डाउन भएपछि हामीले एउटा यसलाई कन्टेनरमा प्रिजर्भ गरेर पछि समयको लागि पनि राख्न सक्छौँ। यति नै हो गाइज। होप हजुरहरूलाई मन पर्यो। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइज।